नमस्ते सबैजनालाई। आज हामी हाम्रो घर वरपर अर्थात् हाम्रो टोल छिमेकमा कसरी एकअर्कालाई सहयोग गरिन्छ भन्ने बारेमा एकदमै रमाइलो चर्चा गर्दैछौँ। कक्षा 4को सामाजिक अध्ययनमा रहेको यो पाठलाई आज हामी एकदमै सजिलो तरिकाले बुझ्नेछौँ। ल है त सुरु गरौँ। एकछिन सोच्नुस् त, कहिलेकाहीँ स्कुलमा लेख्दा लेख्दै ट्याक्क कलमको मसी सकिन्छ नि। होइन, त्यस्तो बेला कसले सहयोग गर्छ त? पक्कै पनि सँगै बसेको मिल्ने साथीले हो। यस्तै साना साना सहयोगबाट नै त हाम्रो समाजमा सहकार्य अर्थात् मिलेर काम गर्ने बानीको सुरुवात हुन्छ। अब यो चित्रमा हेर्नुस् त, कस्तो सुन्दर र रङ्गीन गाउँ है। घरहरू कति नजिक नजिक छन्। यहाँ बस्ने मानिसहरू सधैँ आफ्नो सुख दुःख अर्म-पर्म सबै एक आपसमा बाँड्ने गर्छन्। साँच्चै भन्नुपर्दा यसरी मिलेर बसेको ठाउँलाई नै हामी एउटा असल छिमेक भन्छौँ। पहिलो खण्ड हाम्रो प्यारो छिमेक। यो विषयलाई अझ राम्ररी बुझ्न हामी हाम्रै जस्ता केही साना साथीहरूलाई भेट्दैछौँ। उनीहरूले आफ्नै गाउँठाउँमा कसरी सहयोग गर्छन् भन्ने आफ्ना साँचो र एकदमै रमाइला अनुभवहरू हामीलाई सुनाउँदैछन्। यहाँ हाम्रा 5 जना साथीहरू हुनुहुन्छ: जुना, प्रशान्त, चान्दनी, रमेश अनि रोहन। उहाँहरू सबैसँग आफ्नो टोल छिमेकमा गरिने सहयोगका निकै गजबका कथाहरू छन्। ल पाले पालो सुनौ है त। सबभन्दा पहिला जुना र साइलीको कुरा सुनौ। जुना के गर्छिन् भने स्कुलमा कुनै साथीको मसी सकिँदा फ्याट्ट आफ्नो कलम दिन्छिन्, कापी नहुँदा कापी दिएर सघाउँछिन्। यति मात्र कहाँ हो र, उनीहरू त आफ्नो खाजा पनि मज्जाले बाँडेर खान्छन् अनि सँगै खेल्छन्। कति राम्रो बानी होइन त। अब प्रशान्त तामाङको पालो। प्रशान्तको परिवारले नि खेतीपातीको काम पर्दा छिमेकीबाट कोदालो कोदाली जस्ता सामान पैँचो ल्याउने गर्छ। बारीमा पानी हाल्न पाइप पनि ल्याउने चलन छ। अनि गाउँमा ठूलो भोज हुँदा ठूला ठूला भाँडाकुँडा पनि छिमेकीबाटै पैँचो ल्याइन्छ। काम सकिएपछि ती सबै सामान एकदमै जतन गरेर फिर्ता गरिन्छ। उता चाँदनी सदाको गाउँमा भने अलि फरक तर एकदमै महत्त्वपूर्ण किसिमको सहयोग हुन्छ। त्यहाँ कोही छिमेकी एक्कासी बिरामी परिहाले भने सबै गाउँले मिलेर तुरुन्तै अस्पताल लैजान्छन्। गाह्रो साह्रो पर्दा ओखतीमुलो गरेर ज्यानै बचाउने जस्तो एकदमै ठूलो काम चाँदनीको छिमेकमा हुन्छ। सुन्दै कति ढुक्क लाग्छ नि। अब रमेश यादवको गाउँको कुरा गरौँ, जहाँ सबै चाडपर्वहरू एकदमै मिलेर मनाइन्छ। दशैं, तिहार, छठ वा ल्होसार जे भए पनि उनीहरू एक अर्कालाई प्रसाद र फलफूल साटासाट गर्छन्। अनि बाटोमा बिजुली बत्ती बिग्रियो भने सबै मिलेर बनाउँछन्। सरसफाई पनि सबैजना सँगै मिलेरै गर्छन्। क्या गजबको मेलमिलाप। अनि अन्त्यमा छन् रोहन थापा। रोहनलाई आफ्नो गाउँमा दशैं आउँदा सबै छिमेकी मिलेर पिङ हालेको एकदमै मनपर्छ। चाडपर्वको बेला मान्यजनको घर घर गएर आशीर्वाद लिने पुरानो चलन छ त्यहाँ। यस्तो चलनले गर्दा समाजका सबै मानिसलाई एउटै परिवार जस्तै नजिक बनाएको छ। दोस्रो खण्ड सहयोगको प्रकार। यी 5 जना साथीहरूका रमाइला कथा सुनेपछि हामीले के थाहा पायौं त? हो, छिमेकमा गरिने सहयोग त धेरै किसिमका हुँदा रहेछन् नि। आउनुहोस् यस्ता सहयोगहरूलाई अलि प्रष्टसँग छुट्याएर हेरौँ। हामीले देखे अनुसार सहयोग मुख्यतया यी 4 तरिकाले हुँदो रहेछ। पहिलो, स्कुलका सामानहरू बाँडेर। दोस्रो, खेतीपातीका औजार र भाँडाकुँडा पैँचो दिएर। तेस्रो, कोही बिरामी पर्दा हेरचाह गरेर। अनि चौथो, चाडपर्वहरू सँगै मनाएर। हेर्नुस् त, कलम बाँड्ने जस्तो सानो काम होस् वा अस्पताल लैजाने जस्तो ठूलो काम, हरेक सानो ठूलो सहयोगले हाम्रो समाजलाई एकदमै बलियो बनाउँछ। तेस्रो खण्ड ऐँचो पाइँचोको चक्र। समाजमा मिलेर बस्दा सामान पाइँचो लिने र दिने चलन त एकदमै सामान्य र महत्त्वपूर्ण कुरा हो। यसले छिमेकीहरूबीच अहो मलाई पर्दा उसले दिन्छ भन्ने गहिरो विश्वास बढाउँछ। तर सामान पैँचो लिने पनि एउटा सही तरिका हुन्छ नि। जस्तै सुरुमा आफूलाई ठ्याक्कै के चाहिएको हो त्यो पक्का गर्ने, त्यसपछि छिमेकीसँग एकदमै नम्र भएर सोध्ने वा माग्ने, अनि ल्याएको सामान आफ्नोभन्दा पनि बढी जतन गरेर चलाउने, र सबैभन्दा मुख्य कुरा काम सकिएपछि समयमै सुरक्षित रूपमा फिर्ता गर्ने। यसो गरियो भने छिमेकीको मन पनि खुसी हुन्छ अनि अर्को पटक माग्दा गाह्रो पनि हुँदैन। अब कुरा गरौँ चौथो खण्ड सहकार्यको महत्त्वको बारेमा। सिङ्गो छिमेक यसरी एकजुट भएर एउटै टिम जसरी काम गर्दा आखिर के फाइदा हुन्छ त? पत्याउनुहुन्न, यसका फाइदाहरू साँच्चै नै अचम्मका छन्। मुख्य कुरा त सबैले एकअर्कालाई सघाउँदा जस्तोसुकै ठूलो र गाह्रो समस्या पनि सजिलै समाधान हुन्छ।
मानिसहरू बीचमा एकदमै गहिरो मित्रता र मेलमिलाप बढ्छ। हाम्रा दैनिक आवश्यकताहरू सजिलै पूरा हुन्छन्। अनि सबभन्दा रमाइलो कुरा त के भने नि, सिङ्गो गाउँ वा समुदाय नै एउटा ठूलो खुशी परिवार जस्तो बन्न पुग्छ। एउटा भनाइ नै छ नि, छिमेकीहरू सुख र दुःखका साथी हुन्। यो भनाइले हामीलाई एउटा एकदमै ठूलो पाठ सिकाउँछ। हाम्रा सुखमा सँगै नाच्न र दुःखमा आँसु पुछ्न सबैभन्दा पहिला हाम्रै वरपरका छिमेकीहरू नै आइपुग्छन्। टाढाका आफन्त आइपुग्नुभन्दा अगाडि नै छिमेकीले धेरै कुरा सम्हालिसकेका हुन्छन्। अब पाठको अन्त्यमा हामी सबै मिलेर एउटा सानो काम गरौँ है त। आजै आफ्नो घरमा बुबाआमालाई सोधौँ हाम्रो परिवारले छिमेकीलाई कसरी सहयोग गर्छ अनि छिमेकीबाट हामीले कस्तो सहयोग पाएका छौँ। यसरी सोधखोज गर्दा हामीले आफ्नै समाजलाई अझ नजिकबाट राम्ररी बुझ्न सक्छौँ। जाँदा जाँदै यो एउटा कुरा सोध्नुहोला है, यदि हामी सबैले जुना, प्रशान्त, चाँदनी, रमेश र रोहनले जस्तै एक आपसमा मजाले सहयोग गर्यौं भने हाम्रो समाज कस्तो होला? पक्कै पनि एकदमै सुन्दर र बस्न लायक बन्नेछ, होइन त? त्यसैले सधैँ मिलेर बस्ने बानी बसालौं है। ल, आजको यो रमाइलो छलफलबाट म बिदा लिन्छु। धन्यवाद।